एउटा घरमा नि साथीभाइहरू धुमधाम धुमधाम बिहा भएछ अरे क्या। धुमधाम बिहा भएछ अरे, ठुलो बिहा भएछ अरे। अनि हुँदै जन्ती गएछन्, जन्तीबाट बेहुली ल्याएछन् है। अनि चट्टसँगले अनि घरमा आए है, बेहुलाको घरमा आए। अनि बेहुलाको घरमा आइसकेपछि सबैजनाले खानापिना खाए है। अनि खानापिना खाए अनि आफन्तहरू अब खाए पिए। अनि बेहुलीका अब फर्किनेहरू फर्के, बस्नेहरू बसे। अनि राति सग्रात मनाउनलाई सग्रात त मनाउनु पर्यो बिहा गरेर ल्याएपछि फर्स्ट दिन होइन। अनि सग्रात मनाउनलाई गएछन् अरे, सुतेछन् अरे। अनि एक निन्द्रा सुतेछन् अरे। अनि एक निन्द्रा सुतेर अर्को निन्द्रामा चाहिँ दत्काउँ भनेर चाहिँ सबै गरेर चाहिँ स्टार्ट गरेको अरे। खाटै कडाक कुरो भाँचिएछ अरे क्या। अनि त के को त ओल्लो कोठा पल्लो कोठा सुत्नेहरू त के भयो भनेर उठेर आएछन् अरे। होइन केही भएको होइन, यो खाटको खुट्टो चाहिँ अलिकति उठ्यो भनेर भनेछन् अरे। र अहिले बिहा गर्नुभन्दा पहिले खाट हेर्नुपर्छ। अब हेर्नु है, म चाहिँ त्यही सोच्दैछु, बिहा गर्नुभन्दा पहिले खाट हेरेर मात्रै बिहा गर्नु। त भरे दुईजना त यसरी भुइँमा उतारेछन् अरे। बुढो माथि बुढी मुनि भन्छन् अरे। हेत्तेरी क्या, यो तपाईँले के हो एउटा खाट पनि कतिले हाल्नु भएको छैन, बिहा त गर्नुभयो भनेर भने थिएँ अरे। कस्तो नामर्दो भयो होला उसलाई, मनमा कस्तो भयो होला है, नमिठो लाग्यो होला, खल्लो लाग्यो होला। अब एक्लै हुँदा कारा कुरो हल्लिँदैन, सिधा आयो सिधै सुत्यो। अब दुईजना हुँदा त हल्लिन्छ, हल्लेपछि त बाँचियो होइन साथीभाइहरू। राम्रो भयो, लाइक गर्नु होला, कमेन्ट गर्नु होला, सेयर गर्नु होला, कम्प्लेन गर्नु होला, सबै ओके सबैजनालाई।